गरेर छिरान आज 20 चोटि पुसअप हान्ने अनि बाँकी यो पेटको गर्ने बेली अनि यताउता एक्सर्साइज गर्ने तर अस्तिको हात दुखेको छ क्या चलो मिनिमम 20 हो कि अनि तर म 50 पुर्याउँथेँ होइन तर अस्तिको त्यो फर्स्ट दिनको स्टार्ट गर्नु न खालि मुखले बोलेर हुन्छ 5 पटक गर्नु न पहिला हो र धेरै सकिँदैन आज कमसेकम भिडियो हेरेर मोटिभेट त हुनुहुन्छ तपाईँ यो बत्ती किन अब यो बेला किन जान थाल्यो नट सेभिङ 20 पटक रे 20 पटक रे 20 पटक आथु 12 13 14 त नबोल त म गरिरहेको छु यहाँ 15 16 17 18 लास्ट होइन 20 त नहीं ल गरे 18 19 20 अब रेस्ट एक सेट भयो नि त अब हजुरका भ्लगमा म पनि स्वागत गर्न चाहन्छु म एडिट नगरे यतिकै हाल्छु के नबिगार्न त्यहाँ म पनि स्वागत गर्न चाहन्छु देख्यौ मैले कति मोटिभेट गरेर 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 ल यति गरौँ धेरै नगरौँ सरले सुरुकै दिन धेरै गर्नु ल त्यसपछि मेरो पालो साढे मेरो यो म्याट नबिगार एकैछिन मेरो नयाँ म्याट यार छोड अब भयो छोड यो लाइट छैन यार ल यो चाहिँ 15 तर ल मजाले त्यहाँ बस खुट्टा नचेप्न त्यति टाइट होइन हल्का लुज त गर लाइट आयो क्या लाइटवाला न यहाँको घाँटो बल्छ मेरो ए मतलब रेकर्डिङ भइरहेको 30 4 कम्मर दुख्छ कि बिस्तारै 5 6 7 8 सजिलो 9 10 11 12 भोलि कम्मर नदुखोस् 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 हान्न त म बिस्तारै 50 मिनट पुऱ्याउँछ तर आज नहीं 20 को ऊँची कन्या हान भन्ने म गर्दैछु अब बस्न आज सुरुको बस्नु लाइट वालेर नहीं बस्नु लाइट साइड केही बाल्नु पर्दैन के रोक्न कालोवाला ब्याकग्राउन्ड ठिक हुन्छ हैन त्यो ब्लर आयो के कालो आयो कि ब्लर अनि त्यहाँ पुग्नु पुग्दैन ब्लर आयो कि कालो त के अनि तैले त खुट्टा माथि बेन्ड गरेको छैन नि त कसो एक मैले यसो याद खोज्यो खासमा अब नेक्स्ट सिजन 3 4 म गइत्नु निक्करी बस्तु भएको छ यार मा कसम 12 भयो 13 भयो 13 अहिले भयो
डम्बेल लिएर आउँ 5 किलोवाला डम्बेल लिएर आउँ नहीं हामीले उसो गरिसकेको छु होइन पुसअप आज लास्टमा हार्ला अब अहिले बिचमा हारौँ कति पुग्यो म त बिसरिएँ यार भगवान् कसम बिसरिएँ ल 20 भन्दा 20 भयो देखेँ कि लास्ट सकिन नाइ साँच्ची बिसरिएँ क्या ल भयो भयो ल 25 नहीं नहीं ल मेरो पालो हो लास्ट अब इसोवाला हात कि यो साइड साइड रेन्जवाला ल भयो त्यो लौट त मलाई चेप त ल यहाँ बस अब यहाँबाट आउनु यहाँ यसो गर्ने म्याट फोर नगर्न यार लास्टै फोर हो यो यार म्याट यार भइरहेछ नि नै धेरै गर्दै होइन कि फर्स्टमा त्यही 10-12 एक सेटको 10-12 गरे भइजान्छ ल यति नै के कतिको गर्नुभयो 14 भयो ल 15 ठिक छ 15 ठिक हुन्छ कि दाइ ल ठिक छ म्याट फोर भयो अरे राम अब म पनि स्टार्ट गर्दैछु दाइ हामी दुवै स्टार्ट गरौँ कस्तो होला भन्नु माथि गर्न त नि कस्तो होला भन्नु दाइ मतलब ए यहाँबाट उ गर्दै होला नै 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 ल दुवै अड्काउनु पछि गरौँला नै यो वाला भ्लगिङ वाला कस्तो भन्नु पछाडि ब्याकग्राउन्ड काम पनि नदियो पुरा मात्र होइन आज 8औँ दिन हो मेरो मेरो 1औँ दिन हो नि त तर यो अस्ति मेरो मोबाइल रिसेट भयो नि त मोबाइल खोलिदियो अनि भित्र खोल्नु चाहिँ क्यामेरा पुरा यति ब्लर खिच्छ जस्तो लास्टै यहाँ पहिले धेरै राम्रो खिच्छ थियो राइट साइड केही छैन घाम हो यत्तिकै राख्नु कि त फ्ल्यास लाइट हेडलाइट आउने होइन होइन दाइ भयो भयो अब नेक्स्ट साइड हो के अरे साइड रेन्ज के भन्छ खै यार बिसरियो पहिले पिछोवाला अनि त्यसपछि अर्को यो भुँडी घटाउने अर्को अब मैले याद आयो 50 स्टेप हो त्यो सजिलो कसो गर्थ्यो साइडतिर टच मात्रै यसो यहाँ यो पार्टको लागि लेटरल साइड यो कसो सिधा सिधा गरौँ सिधा गरिदियो सिधा नै बेन्ड गर अनि एकतिर यहाँ छ एकतिर यहाँ छ यस्तो तलतिर थोरै माथि आइदैन हो एकचोटि यहाँ छ तल गयो अनि दोस्रोचोटि आयो यतातिर आयो के यो कर्भ बना के लेटरल पार्टको मसल नखानु पऱ्यो नि यस्तो हायर पनि जसो हेर्नु कन्स हामी प्रोफेसनलहरू हामीलाई जस्ट एक्सर्साइज अफ दिस डिसिप्लिन हो थोरै माथि ल आजलाई लास्ट हप्ता पर्सि इक्जामलाई छ नि त पढ्नुलाई न त आज 81 यो मेरो शरीरलाई खाइदियो ल अभि सोद्धा अलि खुट्टाको एक्सर्साइज गरेर यसो खुट्टा यसो होला पेल्भिक ब्लड सर्कुलेसन बढी पेल्भिक लास्टै फोर हो यो यार म्याट यार दाइ साइड त देखिएकै यस्तो होला कि हाम्रो कसो हुन्छ जस्तै ब्याकग्राउन्ड ब्ल्याक मात्र काम मात्र देखाउँछ हो यो बेस्ट हो तर ब्लर आउँछ नि त ब्लर आउँछ छोडिदिनु ब्लर मान्छे त देखिन लाग्छ नि त त्यसै हाल्दिनौ के नो एडिट सेडिट के हैन मैले पठाउनु यो म आफ्नोमा हाल्दैछु तो एडिट हैन एडिट सिट नै मतलब र वाला मेरो त प्योर र हो त्यही हामी पनि र वाला यो धेरै दुख्दैछ ल अब लास्ट एउटा यसो भन्दा त्यसपछि अरू एउटा पुसअप ल भयो
एकैदिन सुरुमै धेरै हाल्यो होइन 12 मिनट त हुनु पऱ्यो एभु 12 कति 12 को एक सेट कति भयो 10 मात्र भएको छ 12 को एक दुई सेट 2 मिनेट होइन ल यो 50 चोटि को होला ट्राई गर्नु है 2 सेटमा गर्ने हो अँ ल 30 भइहाल्छ 30 भयो म त बिचमा 2 सेट छोड्नु दण्ड पनि लगाऊ क्या दण्ड लगाउँछ यो पछि 10 हनुमान दण्ड नै यसै हो बान्नर उठाएर खुट्टा टेक्ने होइन क्या जस्ट माथि लैने मात्रै मेरो हेर्न तेरो भएन यार के अनि यसो मेरो हेर्न छाडो त्यो टेक्ने होइन कि माथि मेरो दोस्रो सेट होइन आइज यो पछि 10 सिस्टम दण्ड हाल्नु खुट्टा टेक्ने होइन कि मलतिरले तलतिरले टेक्नु यसो नटेके के पो गर्नुहुन्छ यार हजुर त्यत्रो 2 चोटि गरेर देखिनु नि ल अब 10 चोटि दण्ड हाणौँ त्यसपछि आजलाई तर हात त दुखेको छ नै यसो गरौँ हातको वाला कस्तो यो यताको सु आज लास्ट गरौँ गएर नै, यो पढौँ वाला। यो यसो नै वार्म अप भन्दा यो वाला यो हात यसो यो हात यसो यस्तो वाला यो हात अगाडि लैजाने यो हात पछाडि लैजाने यो सिक्नु न 4 5 6 मुभमेन्ट क्याप्चर त बगार हुन्न हेर मान्छे देखिया पछाडिको त्यो स्काई हेर्न स्काई 9 10 10 तल 10 पछाडि 1 2 3 4 5 6 7 8 9 10 इतिहास दबाई आज ल तर नमस्कार यो हाम्रो यसो हुने रहेछ कि हामी एकदम अनएक्सपिरियन्स हो नि त मेरो कम्मर दुख्दाको कारण एउटा यो हो जस्तो लाग्यो ल आज चाहिँ सम्पूर्णलाई सम्पूर्णमा मेरो धेरै बोल्ने होइन कि थोरै मेरो डे 1 हो मेरो डे 8 दाइको डे 8 हो दाइले न कुनै च्यालेन्ज हो न के हो जस्ट के अरे डेली एक्सर्साइज अन्टिल द बडी गेट टायर्ड हो कि बाँकी हाम्रो डाइट साइड त्यही भट्टा गेडा खाएर बस्यो बदाम खायो तर जङ्क फुड धेरै भयो नखाएको हिजो एउटा चिया खाएको थिएँ त्यही पनि अर्का घर गएर अनि म बाँकी चाहिँ दाइबाट इन्स्पायर्ड भएर अब मैले पनि गर्नुपर्छ भोलि इक्जाम छ मेरो पर्सि छ अब हाम्रो इक्जाम यहाँ केसेसहरू बाहिर यताउता भइरहेको छ भिडियो पनि धेरै लामो भइसक्यो आज ल गाइज आफू पनि च्यालेन्ज गर गुड ह्याबिट राम्रो बनाऊ होइन हो त्यो चाहिँ लाइफ धेरै जिउ कुरा यति चाहिँ हो कि जब एक्सर्साइज गऱ्यो भने एउटा एक्सपेक्टले धेरै ठाउँमा जान्छ जब एक्सर्साइज बडी गेट टायर्ड हुन्छ राति चाँडो सुतिन्छ आफ्नो राम्रो खानेकुराहरू डाइट खाइन्छ अनि त्यो नेगेटिभ थिङ्किङहरू हुँदैन अनि त्यो अब त्यो यङ एजमा त्यो इमोसनल कुराहरू पनि धेरै कुराहरू कन्ट्रोल हुन्छ डिसिप्लिनतिर जान सकिन्छ भन्दा हामीले यति भन्नु याद्दाखेरि हामी पनि एकदम डिसिप्लिन भयो त्यो केही पनि छैन खेल्ला पड्यो लड्डो पड्यो जित्तो पड्यो ल बाई बाई